परमेश्वरको वचन बाइबलमा 3 अध्यायको 16 पदले यसरी भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर उसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भने पुत्रलाई पठाउनु भएन, तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनु भयो। जसले उहाँमाथि विश्वास गर्छ त्यो दोषी ठहरिँदैन, तर जसले विश्वास तर विश्वास नगर्ने चाहिँ अघिबाटै दोषी ठहरिएको छ, किनभने उसले परमेश्वरको एकमात्र पुत्रको नाउँमाथि विश्वास गरेको हुँदैन। प्रिय हो, परमेश्वरको वचनमा हामीले के पाउँछौँ भन्दाखेरि चाहिँ ख्रिस्ट यीशु चाहिँ आजभन्दा लगभग 2025 वर्ष अगाडि मान्छे भएर चाहिँ यस पृथ्वीमा जन्म लिनुभएको। अनि उहाँको जन्मको एउटै उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ परमेश्वरको इच्छालाई पुरा गर्नु। अनि परमेश्वरको इच्छा चाहिँ के चाहिँ थियो त भन्दाखेरि चाहिँ संसार चाहिँ उहाँद्वारा ख्रिस्ट यीशुद्वारा चाहिँ बाँचोस् भन्दाको खातिर। अनि संसार चाहिँ के मरिरहेको छ त? अनि आज संसार मरिरहेको छ भन्ने एउटा प्रश्न आउँदछ। हो, साँच्चै भन्नु हो भनेदेखि संसार आज नाश भएर गइराखेको छ। संसार मृत्युको कगारमा छन् है। अनि कस्तो मृत्यु भन्दाखेरि चाहिँ प्रिय हो, तपाईँ र मैले आज मान्छेहरूले खाइराखेका छन्, पिइराखेका छन्, आफ्नो मौज मस्ती गरिराखेका छन् होइन। तर मान्छे 60 वर्ष 70 वर्ष 80 वर्ष पुगेका देख्छौँ। तर यो 60 वर्ष 70 वर्षको अवधि चाहिँ जब हामी उमेर पुगेर चाहिँ हामीले बिताएका पलहरूलाई हामी जब सोच्छौँ र हेर्छौँ भनेदेखि चाहिँ त्यो समयहरू चाहिँ एकदमै छोटो अवधि हुँदो रहेछ। छिटो बित्दो रहेछ समयको अवधि। मानिसको उमेर चाहिँ छिटो बितेको जस्तो लाग्दछ है। त्यो कारणले गर्दाखेरि चाहिँ यो छोटो अवधिमा बिताएका त्यो पलहरू चाहिँ हामीले वास्तविकतामा परमेश्वरले हामीलाई चाहिँ किन चाहिँ यो जीवन दिनुभयो भन्दाखेरि चाहिँ हामीलाई चाहिँ परमेश्वरले चाहिँ उहाँलाई खोजोस्, मन फिराएर चाहिँ उहाँलाई खोजोस् र उहाँको चाह गरोस् भन्दाको खातिर हो। किनभने परमेश्वरले मानव जातिलाई चाहिँ उहाँको महिमा र प्रशंसा गर्नको निम्ति परमेश्वरले हामीलाई सृष्टि गर्नुभयो। परमेश्वरले हामीलाई उहाँको महिमा र प्रशंसा गर्नको निम्ति सृष्टि गर्नुभयो र जब हामी उहाँलाई खोजेर चाहिँ उहाँको महिमा र प्रशंसा गर्नको निम्ति चाहिँ हामी उत्साहित हुन्छौँ र मनले उहाँलाई खोज्छौँ भनेदेखि परमेश्वर मानिस जातिसँग चाहिँ सङ्गति गर्न र मानिस जातिसँग समय बिताउन र परमेश्वर तत्पर हुनुहुन्छ। वास्तविकतामा परमेश्वरको चाहना चाहिँ सबै मानिसले उद्धार र मुक्ति पाओस् भन्ने सबै मानिसको उद्धार र मुक्तिको चाहना चाहिँ परमेश्वरको प्रमुख इच्छाहरूमध्ये एउटा हो। प्रिय हो, परमेश्वरको इच्छा मानव जातिमा चाहिँ धेरै छ। त्यो पछि म बाइबलको वचन अनुरूप ल्याउने छु। तर आज चाहिँ परमेश्वरले को वचन अनुरूप चाहिँ वास्तविकतामा परमेश्वरले मानिस जातिलाई चाहिँ है विश्वास ख्रिस्ट यीशुको नाउँमाथि विश्वासद्वारा चाहिँ बाँचोस् भन्दाको खातिर चाहनुहुन्छ। परमेश्वर किन मानिस जाति चाहिँ आज चाहिँ किन चाहिँ मर्न गइराखेको छ, कसरी मरिरहेको छ भन्दाखेरि चाहिँ वास्तविकतामा बाइबल धर्मशास्त्रले भन्दछ कि मानिस स्वभावैले पापी छन्। परमेश्वरको वचनले भनेको छ मानिस स्वभावले पापी छ। आज राम्रो काम गर्नको निम्ति धेरै मानिसहरूलाई शिक्षाको आवश्यकता पर्दछ, जनचेतना कार्यक्रमहरूको आवश्यकता पर्दछ भनेदेखि नराम्रो काम गर्नको निम्ति कसैलाई सिकाउन पर्दैन। त्यो मान्छेले स्वभावैले सिकेर आएका हुन्छन्। अनि यो चाहिँ कहाँबाट आयो भन्दाखेरि किनभने मानिस जातिको स्वभावैले त्यो कुराहरू सिकेर आएका हुन्छन्। मानिस जातिको ब्लड चाहिँ पापी छ। कसरी पापी भयो भन्दा चाहिँ त्यो चाहिँ तपाईँ र मैले गरेको अधर्म, तपाईँ र मैले गरेको पापको कारण हामी पापी भएको होइन। तर जब परमेश्वरले सृष्टि गर्नुभएको उत्पत्तिको पहिलो मानिस छ, त्यो मानिसले नै पाप गरेको कारण परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेर पाप गरेको कारणले गर्दाखेरि चाहिँ उसको स्वभाव आजको दिनसम्म मानिस जातिमा सरेर आयो, बगेर आयो। अनि त्यो स्वभावको कारणले गर्दा चाहिँ हामी पापी ठहर्यौँ। त पापी मानिस त पापी मानिसले कसैले पनि मुक्ति पाउँदैन, अनन्त जीवन पाउँदैन। यो त परमेश्वरको वचन सबै धर्मशास्त्रको चाहिँ एउटा निश्चयता हो है। अनि हामी अनन्ततामा जानको निम्ति, मुक्ति प्राप्त गर्नको निम्ति चाहिँ हाम्रो पाप धोइनुपर्छ, हाम्रो पाप क्षमा हुनुपर्छ। अनि
शरीर धुनको निम्ति त धेरै प्रकारको साबुनहरू छ प्रिय हो, तर हाम्रो आत्मा धुनको निम्ति, पापी आत्मालाई पखाल्नको निम्ति चाहिँ आखिर के त्यस्तो तत्त्व छ त भनेर भन्दा चाहिँ ख्रीष्ट यीशुको रगत, ख्रीष्ट यीशुको बलिदानमाथिको विश्वासले चाहिँ हाम्रो पाप, मानव जातिको पाप क्षमा हुँदछ प्रिय हो। अनि यदि त्यो बलिदानमाथि हामीले विश्वास गऱ्यौँ भनेदेखि नि हामी अनन्तता जीवन पाउँदछौँ। त्यही कारण परमेश्वरले भन्नुभएको, परमेश्वरले संसारलाई चाहिँ यस्तो प्रेम गर्नुभयो ताकि उसले आफ्नो एकलौतो पुत्रलाई संसारमा पठाउनु भयो ताकि उहाँद्वारा चाहिँ संसारका मानिसहरू बाँच्न सकोस् भन्दा खातिर आफ्नो उहाँ परमेश्वरले चाहिँ आफ्नो एकलौतो पुत्रलाई चाहिँ एउटा बलिदानको थुमा, बलिदानको एउटा बलिको बकरा भने जस्तो बलिदानको थुमा भनेर चाहिँ ख्रीष्ट यीशुलाई चाहिँ यो संसारमा पठाउनु भयो। किनभने रगत नबगाइकन चाहिँ पाप क्षमा हुनै सक्दैन भनेको छ वचनले, धर्मशास्त्रले। त्यही कारण त आज हामी देख्छौँ होइन, डाँडाहरू हुँदै बलिदानहरू दिएको कुराहरू होइन। बलिदान किन दिइन्छ, भोग किन दिइन्छ, किनभनेदेखि भोग चाहिँ रगत बगाएर भोग अथवा बलि चाहिँ किन दिइन्छ भन्दा चाहिँ पापको क्षमा माग्नको निम्ति, मानिस जातिको अधर्महरूको चाहिँ माफ माग्न, क्षमा माग्नको निम्ति चाहिँ बलि दिइन्छ। धर्मशास्त्रमा, यहाँ धर्मशास्त्रमा मेरा अगाडि बाइबल धर्मशास्त्र छ, त्यही कुरा लेखेका छन्। अनि त्यो बलिदानमा चाहिँ मानिस जातिको पाप क्षमा छ। तर वास्तविकतामा परमेश्वरको वचनले भनेको छ, साँडेर बोकाको रगतले तपाईँ प्रसन्न हुनु भएन। अनि मानिस जातिको पाप र अधर्मको निम्ति मानिस नै बलिदान हुनु पर्ने कुरा धर्मशास्त्रको निश्चयता भएको कारणले गर्दाखेरि अब मान्छेको लागि को मर्ने, मानिस जातिको लागि है एउटा बलिदानको खाँचो पर्यो नि त। अनि परमेश्वरले नै एउटा मानिस जातिको मुक्तिको निम्ति, मानिस जातिको उद्धार र अनन्त जीवनको मार्ग प्रशस्त होस् भन्दाको खातिर चाहिँ एउटा योजना रच्नुभयो। अनि त्यही योजनाको अनुरूप चाहिँ ख्रीष्ट यीशु चाहिँ बलिदानको थुमा भनेर, बलिदानको एउटा थोक वस्तु बनेर चाहिँ यो पृथ्वीमा आउनुभयो। अनि उहाँले आजभन्दा लगभग 2000 वर्ष अगाडि चाहिँ क्रुसमा बलिदान दिनुभयो। अनि त्यो उहाँको बलिदान चाहिँ सबै जाति, सबै भाषी, सबै राष्ट्रका मानिसहरूको निम्ति थियो प्रिय। अनि आज पनि हो। त्यो कारणले गर्दा चाहिँ ख्रीष्ट यीशुको बलिदान चाहिँ ब्रिटिसहरूको लागि मात्रै होइन, ख्रीष्ट यीशुको बलिदान चाहिँ यहुदीहरूको लागि मात्रै होइन, ख्रीष्ट यीशुको बलिदान चाहिँ अमेरिकाको गोरो मानिसहरूको लागि मात्रै होइन, ख्रीष्ट यीशुको बलिदान चाहिँ सबै भाषी, सबै राष्ट्र, सबै जातिका मानिसहरूको निम्ति चाहिँ उहाँको बलिदान दिनुभएको। अनि उहाँको बलिदानले चाहिँ हाम्रो पाप र अधर्मको क्षमा हुँदछ प्रिय हो। परमेश्वरले मुक्तिको योजना नि एउटा गहिरो कुरा भन्छु ल, परमेश्वरले मुक्तिको योजना चाहिँ जाति, भाषा, देश हेरेर अलग अलग बनाउनु भएन प्रिय। आज मान्छेले चाहिँ त्यसरी कमेन्ट गर्दछ, परमेश्वरले सबै मानिसको निम्ति चाहिँ मुक्तिको योजना चाहिँ एउटै बनाउनु भएको छ। अनि त्यो योजना अनुरूप चाहिँ ख्रीष्ट यीशु यो संसारमा आउनुभएको। अब मान्छेको अर्को विकल्प छैन, उहाँको नाउँमाथि विश्वास गरेर उहाँलाई ग्रहण गर्नुपर्छ प्रिय हो। विश्वास गर्ने र बप्तिस्मा लिने उद्धार पाउनेछ, अविश्वास गर्नेहरू दोषी ठहरिनेछन्। मर्कुस 16:16 पदमा लेखिएका छन् त्यो कुराहरू। स्वर्ग मुनि र पृथ्वीमाथि अर्को कुनै नाउँ दिएको छ जसद्वारा चाहिँ दिएको छैन, जसद्वारा चाहिँ मुक्ति पाउन सकोस् भनेर। त्यही कारण अर्को विकल्प, नो अल्टरनेटिभ वे, हामीले कुनै प्रकारको विकल्प परमेश्वरको वचनले राखिदिनु भएको छैन। जुनै पनि धर्मशास्त्रलाई हेर्नुहोस् प्रिय हो, अरू कैयौँ मानिसहरू त पापीलाई नाश गर्नको निम्ति आए होइन, तर परमेश्वरले वचनले भन्दछ, यो वचनले मानिस चाहिँ ख्रीष्ट यीशु चाहिँ पापलाई नाश पार्न र पापीलाई चाहिँ उद्धार गर्न आउनुभयो प्रिय हो। उहाँको प्रेम, परमेश्वरको यो अवर्णनीय प्रेम यसैमा सिद्ध हुन्छ। त्यो कारण तपाईँले पनि बाइबलको यो रहस्यमय कुराहरूलाई तपाईँले एकचोटि मनन गर्नुहोस्। जसले यो भिडियो हेर्दै हुनुहुन्छ एकचोटि मनन गर्नुहोस्। बाइबल माइथोलोजी होइन है प्रिय हो, बाइबल पौराणिक कथा हो। बाइबलमा घटेको घटना कथा होइन, कथा भनेको कथेर लेखिएको कुराहरू हो।
यो सत्यमा आधारित छ। बाइबलमा लेखिएका हरेक जग्गाको नाउँहरू, ठाउँहरू आज पनि संसारमा एक्जिस्ट गर्छन्। बाइबलमा हर कुराहरू, बाइबल ख्रीष्ट यीशुलाई क्रुसिफाइड गरेको ठाउँ आज पनि छ। ख्रीष्ट यीशुको चिहानलाई राखिएका ओडाहरू इजरायलमा आज पनि छ। ख्रीष्ट यीशुले जुन डाँडामा गएर उपदेश दिनुभयो र 5,000लाई खुवाउनु भयो, त्यो ठाउँहरू आज पनि संसारमा एक्जिस्ट गर्छ। त्यही कारणले गर्दा बाइबल माइथोलोजी होइन, बाइबल कथा होइन, बाइबल सत्य घटनामा आधारित हो। बाइबल सत्य छ, परमेश्वरको जीवित वचनले भरिपूर्ण छ। यो वचनलाई एकचोटि मनन गर्नुहोस्, बुझ्नुहोस्। बाइबल तपाईँले साधारण पुस्तकलाई जस्तो गरेर पढ्नुभयो भने बाइबल बुझ्न गाह्रो पर्छ प्रिय। एकचोटि परमेश्वरलाई आफ्नो हृदय दिनुहोस्, प्रार्थना गर्नुहोस्, त्यसपछि पढ्नुहोस्। बाइबलको रहस्यमय कुराहरूको प्रकाश तपाईँहरूले पाउनुहुनेछ र मुक्तिको बाटोलाई देख्नुहुनेछ प्रिय। यो मेरो ठोकुवा हो। परमेश्वरको वचनले तपाईँहरू सबैजनालाई आशिष मिल्न सकेको। सबैलाई जय मसीह।